हामी भजन सङ्ग्रह 19 लाई पार्ट 3 मा आज हेर्नेछौँ ल एलिन इट्स पार्ट 3 सो एडमिनलाई भन्दैछु मैले रेकर्डिङ सुरु भइहाल्यो पार्ट 3 आज फिनिश गर्छौँ लेट्स होप वी फिनिश भजन सङ्ग्रह 19 यस्तो 19 मा यति धेरै प्रकाश लुकेको छ भन्ने कुरा मलाई पनि थाहा थिएन यति छोटो च्याप्टर हामीले दुई भाग गरेर हेरौँ 1 देखि 6 सम्म 7 देखि 11 सम्म पनि बुझिसकेको त छैनौँ जम्मै मैले बुझाउन पनि सकेको छुइनँ जम्मै मैले बुझेको कुरा बुझाउन सकिराखेको छुइनँ तर मेरो ह्युमन इफोर्टले भन्दा पनि पवित्र आत्माले मलाई सहायता गर्नुभएको यो बिहानी हामी भजन सङ्ग्रह 19 को 12, 13, 14 तीनवटा वर्ड्स मात्रै छ हामीले यसरी हेर्यौँ भजन सङ्ग्रह 1 देखि 6 लाई साइलेन्ट भोइस कस्तो मजाको कुरा है कस्तो भोइस अरे साइलेन्ट भोइस अब साइलेन्ट भनेको त के हो आवाजै नहुनु हो नि तर पनि भोइस है एउटा बाइबलले के भन्छ भने आकाशको साइलेन्सले चाहिँ पृथ्वी भरेको छ भन्छ क्या है आकाशको साइज हेर्नु न कति ठुलो छ तर उसको आवाज छैन ऊ ठुलो हल्ला गर्दैन एउटा नेपालीमा भनाइ पनि छ नि रित्तो गाग्रीको हल्ला बेसी भन्छ नि हैन जब गाग्री भरिन्छ ऊ छपक्कै बस्छ हामी जीवनमा बेसी झगडा गर्छौं बेसी हामी हल्ला गर्छौं हैन नेपाली भाषामा मुख छाड्छौं भने चाहिँ त्यसले एउटा कुरा बताउँछ हामी परमेश्वरको उपस्थितिमा छैनौं प्रभुको उपस्थितिले हामी भरिएका छैनौं अनि हामीलाई सानो कुराले पनि रिस उठ्छ सानो कुराले पनि मन दुख्छ अनि हामी नेगेटिभ कुरा गरी पठाउँछौँ किनभने यो 1 देखि 6 सम्म है तपाईले यद्यपि यसलाई कम्प्लिटली सुन्नु हो भने आई थिंक भजन सङ्ग्रह कति 19 पार्ट 1 भनेर आएको होला हाम्रो अफिसले युट्युबमा हालेको छ अनि त्यो साथै पार्ट 2 एकदम शक्तिशाली भएको छ अस्ति है पार्ट 2 मा हामीले हेर्दै थियौं परमेश्वरको वचन कति पर्फेक्ट छ है वचन यति साह्रो पर्फेक्ट छ कि दुईटा कुरा संसारमा जो एकदमै मूल्यवान छ के रहेछ एउटा सुन अर्को चाहिँ मह भेरी गुड मलाई खुब खुसी लाग्यो त्यो भन्दा मतलब पैसा पनि सुन भन्ने इम्पोर्टेन्ट होइन पैसा चाहिँ कस्तो भने त्यो सर्टेन एरियामा काम गर्न सजिलो होस् भनेर मात्रै गभर्नमेन्टले बनाएको करेन्सी जो नोट छ तर वास्तवमा सुनको आधारमा नै तपाईसँग पैसा कति छ भन्दा पनि तपाईसँग सुन कति छ भन्ने कुराले तपाईलाई धनी बनाउँछ है कस्तो भने दुईटा वर्ड छ के अंग्रेजीमा एउटा के भन्छ पर्चेज PURCHASE पर्चेज भनेको किन्नु पर्चेज र इन्भेस्टमेन्ट है किन्नु चाहिँ पैसा सक्नु हो इन्भेस्ट गर्नु चाहिँ एक दिन त्यो लगानी गरेर एक दिन त्यो पैसा फिर्ता पाउनु हो समय लाग्छ जस्तो हाम्रो कुसाङको मैले अस्ति कुरा गरेँ यहाँनिर है कुसाङ थिएन त्यो दिन तर म अगाडि पनि कुरा गर्छु कुसाङको लाइफमा मैले एउटा कुरा देखेको छु उसले पर्चेसलाई भन्दा बढी इन्भेस्टमेन्टलाई ध्यान दिएको छ तपाईले कुसाङको लाइफलाई ट्र्याक गर्नुभयो भने उसले यति धेरै इन्भेस्ट गरेको छ त्यो इन्भेस्टमेन्टले उसलाई कति वर्ष साह्रो पनि पर्यो अहिले पनि परिरहेको होला आई डोन्ट नो तर मलाई थाहा छ कुसाङले इन्भेस्ट गर्यो मैले कुसाङलाई हरेक कुरामा गाइड गरेको कारण नै यो हि इज लाइक इन्भेस्टर म पनि हो जस्तै हाम्रो जुन यो अब यो भनौँ न अहिलेको अब यो एउटा फिजिकल बिल्डिङको कुरा मात्रै गरेको होइन तर हामीले मानिसको लाइफमा गर्दै गरेको इन्भेस्टमेन्टहरू हैन यहाँ हामीले राखेर पढाउँदै गरेको नानीहरू चाहे हाम्रो चर्च होस् चाहे हाम्रो मिनिस्ट्री होस् या त म त यहाँ मात्रै होइन सारा संसारलाई केही न केही इन्भेस्ट गर्छु अनि त्यसले चाहिँ एक दिन परमेश्वरको राज्यमा ठुलो कटनी गर्छ भन्ने मेरो मतलब चाहिँ त्यो हो फेरि मैले कसैबाट कमाएर खाउँला भन्ने होइन मेरो जीविका म आफै कमाउँछु अनि परमेश्वरले मलाई प्रशस्त दिनुभएको छ त्यसकारणले गर्दाखेरि सुन इज अ गुड इन्भेस्टमेन्ट एक हिसाबले अनि अर्को कुराहरू हामीले परमेश्वरको वचन के अरे अर्को चाहिँ के भनेको छ मह भन्दा पनि मिठो भने पछाडि पृथ्वीमा मह मात्रै एउटा यस्तो चिज हो जो कहिले पनि के हुँदैन बिग्रिँदैन कुहिँदैन कहिल्यै कुहिँदैन 1000 वर्ष त्यसको एउटा प्रोफेटिक काम पनि भयो अस्तिको दिन यो वचन बोलिराखेर म एउटा घरमा प्रेयर गर्न गएँ तपाईलाई थाहा छ
एल्डर बुवाको छोरी बिसन्चो भएकोले अनि हामी गयौँ त्यो घरमा पुग्यौँ अनि सबै कुराहरू भयो, प्रार्थना भयो, शक्तिशाली प्रभुको कुराहरू भयो। अनि एल्डर बुवाले मलाई के भन्नुभयो भने आज तपाईँलाई खाना पनि खुवाउन पाइनँ भने म खाना खान्थिनँ पनि, किनभने मैले दिनमा एकचोटि खाना खान्छु, मैले घरमै खाएर आएँ भने पछाडि उहाँले होइन सर तर म तपाईँलाई एउटा विशेष चिज दिन्छु ल भन्नु पनि भित्र गएर उहाँले कति भन्नुभयो 12 वर्ष भन्नुभयो क्या हो 4 वर्ष न 12 वर्ष मैले बिर्सेँ, तर उहाँले भन्नुभयो यो मौरीको मह तपाईँलाई दिँदैछु। मलाई अचम्म लाग्यो क्या, अरे वाह बिहान मैले त्यो कुरा बोलेर आएको। अनि उहाँले मलाई भन्दै हुनुहुन्थ्यो सर यो मह यति पुरानो हो कि तपाईँले यसलाई 1 चम्ची खानुहोस्, खास गरिकन तपाईँ वचन बोल्ने मान्छे, स्वर कहिलेकाहीँ फाट्छ अनि पक्कै पनि हो, अनि त्यसबाट मेरो स्वर कहिलेकाहीँ अलिक कस्तो कस्तो पनि सुनिन्छ। प्राय मान्छेले मलाई के भयो तपाईँको स्वर भन्छ, कतिले बिमारी पो हुनुहुन्छ क्या हो भन्छ, त्यो मान्छेको सोच हो। तर मेरो वास्तवमा कन्डिसन अनुसार स्वर फरक हुन्छ। जस्तो म हिजो कति बोलेँ मैले 40 मिनट बोलेँ, 40 मिनट जति बोलेँ होला, तर त्यसको यस्तो स्ट्रेन्थमा बोल्नु पर्यो, साउन्ड सिस्टम थिएन मरौमा, अनि मेरो स्वर अहिले पनि फाटेको जस्तो छ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो मह खानुपर्छ तपाईँले, त्यो स्वरलाई घाँटीलाई एकदमै मोइस्ट राख्छ, त्यसले कस्तो कस्तो मजाको कुरा क्या। तर हामीले अस्ति के हेऱ्यौँ भने परमेश्वरको वचन चाहिँ त्यो मह भन्दा पनि अझै पर्फेक्ट छ। वाह कति इम्पोर्टेन्ट होला हो, हामी महमा डिपेन्ड पर्नु, सुनमा डिपेन्ड पर्नु, इट्स ब्युटिफुल। नराम्रो होइन है फेरि यो कुरा। सुन किन्नुहोस्, मैले अस्ति भने जग्गा किन्नुहोस्, लुगा धेरै नकिनौँ हामी, जो यो चाहिँ पर्चेज हो त्यो चाहिँ है, त्यो चाहिँ एउटा के अरे आज जुत्ता किन्यो, त्यो जुत्ता भोलि बिक्ने पनि होइन, त्यो जुत्ताले अर्को पैसा कमाउने पनि होइन। आज गाडी किन्यो, त्यो गाडीले भोलि अर्को गाडी कमाउने पनि होइन। तर मैले चाहिँ कमाएँ, फेरि मैले चाहिँ 14,000 मा गाडी किनेर सुरु गरेर अहिले नभनौँ होला रेकर्डिङमा छु म। त्यस कारणले गर्दा त्यो एक ठाउँमा छ, तर त्यसलाई पनि इन्भेस्टमेन्टको रूपमा चलाउनु पर्यो। तर फेरि पनि मेरो शिक्षा आज बिहान तपाईँ सबैलाई के छ भन्दाखेरि हाम्रो बढी ध्यान चाहिँ महतिर पनि होइन, बढी ध्यान चाहिँ केतिर होइन, सुनतिर पनि होइन, बढी ध्यान चाहिँ परमेश्वरको वचनतिर हुनुपर्छ। त्यसो भयो भने मैले अस्ति एउटा कुरा के भने, परमेश्वरको वचनमा ध्यान दिने मान्छे बाइबलले भन्छ के हुन्छ हो, सुखी हुन्छ। भनेको उसको जीवनमा त्यस्ता सुन, त्यस्ता लुगा, त्यस्ता चाहिँ के महहरू चाहिँ उसले बाँड्न सक्छ। आमेन। तपाईँले मेरो कुरा बुझ्दै हुनुहुन्छ। जब हामीले वचनलाई ध्यान दिएको छौँ, वचनको आज्ञालाई मानेका छौँ, हामी बाँड्ने भएको छौँ, दिने भएको छौँ। मैले देखेको छु इभन मेरो लाइफ टाइममा, मेरो लाइफमा, मेरो फ्यामिलीमा, अनि मेरो जति पनि प्रभुका छोराछोरीहरू, सबैको नाम सायद लिन नभ्याउँ होला, तर उहाँहरू दिन सक्ने भएका छन्। त्यस कारणले गर्दाखेरि परमेश्वरको वचनमा ध्यान दिन जरुरी छ। र आज चाहिँ साइलेन्ट भोइस र परमेश्वरको वचनको पर्फेक्सन पछि अब हामी हेर्दैछौँ। यो 12, 13, 14लाई चाहिँ यसरी पनि वर्णन गरिएको छ, प्रेयर फर प्युरिटी भनेको छ क्या, अथवा के भन्नु, प्युरिटी शुद्धताको लागि प्रार्थना, यो चाहिँ प्रेयर हो। र सुरुमै मलाई मन परेको चाहिँ यहाँ के छ भन्दाखेरि नि 12 मा दाउदले भन्छ सबै कुरा भइसकेपछि आफ्ना भुलहरू कसले सम्झन सक्छ। ओहो, चुनौती छ यहाँ तपाईँ र मलाई। हजुर, आफ्ना भुलहरू, गल्तीहरू कसले मान्छ? अलिभियालाई धरि बेत लाउनु पर्छ सरी भन्नलाई। यहाँ अलिभिया भनेको मेरो 4 वर्षको नातिनी, लट्ठी देखायो भने मात्रै सरी भन्छ, म त सरी भन्नै मान्दैन। याद गर्नु होला, हामी कहिलेकाहीँ जीवनमा यस्तो चस्मा लाएर बस्छौँ, यहाँ हामी 3-4 रहेछौँ चस्मा लाउने है, यस्तो चस्मा लाएर बस्छौँ कि त्यो चस्माले अरूको मात्रै भुल देख्छौँ हामी जिन्दगीको। त्यो यो फिजिकल चस्मा भनेको होइन हौ, यो होइन चस्मा भन्दाको त एउटा त्यो ऊ याद आयो मलाई, मैले पहिला पनि भनेको है। एउटा छोराले के गरेछ अरे, टक्कै बाउको चस्मा लाएर बजार निस्केछ अरे, यस्तो उभिएर। अब यताको कन्टेक्स्टमा भन्दाखेरि चाहिँ पान दोकानको भैयालाई के भन्छ, ओ भैया एउटा मिठापान बनाउ त भनेर क्या। भैया सुन्दैन अरे, 3-4 चोटि भनिसक्यो अरे, ओ भैया एउटा मिठापान बनाउ न भनेको, सुन्दैन अरे भैया त। पुरै झोक चलेर चाहिँ कस्तो चस्मा खले हेरेको त,
भैया त 1 किलोमिटर टाढो पो रहेछ अरे बाउको चस्माले पनि नजिक ल्याएको रहेछ अरे कि उसलाई पावरले हजुर त्यही भएर भैयाले नसुनेको रहेछ अरे मेरो कुरा बुझ्दै हुन्छ यहाँ पनि एउटा नलेज छ कहिलेकाहीँ जिन्दगीमा हामीले चस्माहरू खोल्नुपर्ने हुन्छ क्या रिसको चस्मा आरिसको चस्मा हजुर लोभको चस्मा तपाईँले याद छ बाइबलमा नि राम्रो हेऱ्यो भने नि हामीलाई खतम पर्ने पाप चाहिँ नि एनभी भनेको छ एनभी आरिस भन्नुहोस् त आरिस व्यभिचारले त आफ्नो शरीर मात्रै खतम पार्छ भनेको छ बरु रक्सीले सायद परमेश्वरको मन्दिर मात्रै डेस्ट्रोय गर्ला जाँड रक्सी चुरोटले गर्ला होइन गर्छ तर आरिसले नि सारा जीवन परिवार बर्बाद पार्छ मान्छेको हेर त फलानाको त्यो हेर त फलानाको त्यो हेर त फलानाको त्यो अनि जब हाम्रो भित्र आरिसहरू हामी भित्र डाहा क्या विशेष गरी डाहा भन्छ आरिस भन्दा पनि डाहा है अनि यो प्रकारको मतलब नदेखिने भूलहरू क्या प्राय म जस्तो स्वभाव भएको व्यक्तिहरूको चाहिँ बाहिरी भूल देखिन्छ जस्तै म जस्तो स्वभाव हाम्रो पन्नाबरी जस्तो स्वभाव अथवा कहीँ कतै एलिन जस्तो स्वभाव भएको व्यक्तिहरू चाहिँ बाहिरी भूल देखिन्छ के साह्रो गरेको हामीलाई भने जस्तो पनि लाग्छ कहिलेकाहीँ है स्ट्रिक्टनेसहरू देखिन्छ तर कुनै व्यक्तिहरू नि बाहिरी भूल गर्दैनन् यस्तो भित्र चाहिँ नि उनीहरूले षड्यन्त्र रचेर बस्छ कि आम्मा त्यो तितो त्यो अमिलो त्यो चाहिँ दुईटा जीवन क्या बाहिरबाट त मलाई गाह्रो परेको चाहिँ यस्तो सेवाको जय मसीह सर पास्टर बाउ गुरुआमा हजुर गर्छ कि भित्र चाहिँ त भेट्दा त फेरि चाटुङलाई जस्तो पो गर्छ त अनुहार लुकाउँदा हुन्छ चाटुङलाई कस्तो गर्छ चुम्मै खाउला जस्तो गर्छ तर भित्र चाहिँ नि मान्छेभित्र यस्तो कुराहरू लुकेर बसेको त्यही भएर प्रभुले त्यतिकै भन्नु भएन मान्छेलाई बाहिरी कुराले होइन बरु भित्री कुराले बर्बाद पार्छ यहाँ भन्छ उसले भूलहरू कसले सम्झाउन सक्छ आफ्नो भन्नुहोस् त भित्र त्यो भूलहरूले खाँदै गरेको हुन्छ हामीलाई कसले देख्छ भित्रको भूलहरू अनि मलाई उसले भन्छ मलाई गुप्त दोषहरूबाट मलाई के गर्नुहोस् शुद्ध पार्नु प्रार्थना शुद्धताको लागि प्रार्थना भनेपछि प्रार्थना के को लागि पनि गर्नुपर्ने रहेछ शुद्धताको लागि पनि गर्नुपर्ने हामी त खालि हजुर घरमा अलिक साह्रो पर्यो भने प्रार्थना गर्छौँ त हजुर मैले जहिले पनि भन्छु नि एकजना पास्टर बोले सिलगढीको स्ट्यान्डमा भेटेँ कि वर्षौँ अगाडि पास्टर बाउ कस्तो हुन्छ भने पास्टर बाउ योपालि त कम्ता साह्रो परेन नि हो साह्रो परेन प्रार्थना गरिन्जेल भयो भन्छ बुढो त हजुर यति साह्रो पर्यो अरे साह्रो परेर के भयो अरे प्रार्थना गरिन्जेल भयो भने चाहिँ अरू बेला त अन्त बुढोको प्रार्थना ज्यास थियो क्या भन्दा साह्रो पर्दा मात्रै प्रार्थना गर्दो रहेछ उसले त धेरै क्रिस्चियनहरूको जीवन त्यस्तो हुन्छ गाह्रो पर्यो साह्रो पर्यो आमाम त्यति बेला त घरमा साह्रो पर्यो अलिकति भूतले दुःख दियो अलिकति तर्सायो अलिकति नराम्रो भयो भने त फेरि त्यति बेला त एकदम फोनमा को प्रभुको दासहरूको नम्बर छ सर याद आउँछ त्यति बेला अरू बेला त्यो दासहरूले के खायो के गर्दैछ त्यो दासहरूको जीवन कस्तो छ बिचारा त्यो प्रार्थना गर्ने दासको पनि त खाँचोर हुन्छ होला नि त हो उसको गाडीले पनि पेट्रोल डिजलै खान्छ होला छोराछोरीले पनि भात मासु नै खान्छ होला त्यो प्रार्थना गर्ने सेवाको घरमा पनि 14 किलोको सिलिन्डर हुन्छ होला कि हाम्रो घरमा के स्वर्गबाट डाइरेक्ट सिलिन्डर एलपिजी ग्यास आउँछ हो होइन होला त्यस्तो त कुनै पनि याद हुँदैन तर दुःख परेको बेलामा गाह्रो परेको बेलामा त्यति बेला आफ्नो प्रार्थनाले नभ्याउला जस्तो भयो भने चाहिँ हजुर अर्कोलाई खोज्छ गुहार नराम्रो होइन राम्रो हो क्रिस्चियन दुई खालको हुन्छ एउटा आफूलाई साह्रो पर्ला जस्तो भयो भने अरूलाई गुहार मान्छ अर्को क्रिस्चियन चाहिँ फेरि कस्तो हुन्छ भने आफ्नो बत्ती निब्ला जस्तो भयो भने अर्काको फु गरेर निभाइदिइहाल्छ क्या दुई खाले हुन्छ क्रिस्चियन पनि आफ्नो बत्ती निब्ला जस्तो भयो भने के गर्छ
अर्काको बढी बल्ला, अर्काको मिनिस्ट्री बेसी जाला, अर्का माथि जाला भने त्यसलाई निभाइदियो भने मेरो तन्कन्छ भन्ला जस्तो गर्छ। अन्त साथीको आफ्नो त निप्छ, अर्काको पनि उसले निभाइदिन्छ। म यसको भिक्टिम हो धेरैचोटि, हजुर धेरैचोटि भिक्टिम हो म। अनि परमेश्वरले यी दिनहरूमा मलाई त्यो भिक्टिम मेन्टालिटीबाट उठाएर उहाँको सेवकको रूपमा राख्नु भएको छ। म भिक्टिमाइज हुन पाइनँ, मैले त्यो भिक्टिम मेन्टालिटी जितेँ है। तर यो भन्दै गर्दा तपाईँलाई अन्यथा नहोस्, यहाँ मेरो डिसापल्सहरू हुनुहुन्छ, म भिक्टिमाइज भएँ, मलाई भिक्टिमाइज गर्यो। थुप्रोचोटि मेरो अभिषेकको, मेरो बोलावटको, मेरो जीवनको बत्तीलाई निभाएकै हो, निभाउनु खोजेकै हो। तर म बिचारामा मैले यसो गरेँ भन्दै म मुख छाड्दै बसिनँ, म निस्केँ माथि। अनि आज म परमेश्वरको सेवक, शक्तिशाली सेवक भएर अगाडि बढिराखेको छु। धेरैको जीवनमा फरक ल्याइरहनु भएको छ परमेश्वरले। त्यस कारणले गर्दाखेरि यो पनि जित्नुपर्ने हुन्छ। र यहाँ दाउदले भन्छ म शुद्धताको लागि प्रार्थना गर्छु, मलाई शुद्ध बनाइदिनुहोस्, मेरो गुप्त दोषहरू होला, हजुर मान्छेले नदेखेको, मान्छेले नदेखेको कयौं बेहोराहरू हामीभित्र लुकेर बसेको होला। अझै पनि चेक गरौँ, अरूलाई चेक गर्ने चस्मा होइन, अब आफैलाई चेक गर्ने चस्मा लगाउँ। आमेन। धेरैचोटि हामी चस्मा लगाएपछि अरूलाई चेक गर्छौँ, हजुर। एक हप्ता चाहिँ फास्टिङ बसेपछि त अरू पापी देख्न थालिहाल्छौँ फेरि हामीले, आमा अरू त यस्ता घिच्वाहरू, हजुर हजुर आधा घन्टा आफू अन्य भाषा बोल्यो भने फेरि अरूलाई त आमा, हजुर 5 बजीको प्रार्थना 3 दिन गरेको हुँदैन, अरूलाई सुत्वा देख्न थालिहाल्छ। तिमीहरू सुत्वा पापीहरू, हजुर के थाहा उसले बिचारा 2 बजी प्रार्थना गरेर सुतेको हो कि बिहानको। त्यस कारणले गर्दाखेरि हामीले अरूलाई दोषी देख्ने कुरा भन्दा पनि, अरूलाई कमजोर देख्ने कुरा भन्दा पनि होइन, करेक्सन गर्नुपर्छ, करेक्सन गर्नुपर्छ। अस्ति मैले एकजना भाइलाई मजाले भने, ए भाइ तिमी साह्रै सेकुलर गीतमा नाचेको भिडियो हाल्दैछौ, अगुवा जस्तो मान्छे नगर न हो भनेको हस् दाजु भनेर लेखेर पठाएछ मलाई। अनि त्यसपछि अहिले उसले बन्द पनि गरेर करेक्सन गर्नुपर्छ, त्यो एक ठाउँमा छ। कसैले होइन एज अ लिडर, तर अब त्यो पनि त्यसको लागि फेरि अथोराइज गरेको हुनु पर्यो, उसलाई गाली गर्ने पनि अधिकार हुनु पर्यो। जसलाई पायो जस्तो म हिजो एउटा फ्युनरलमा थिएँ, बुझ्नुहोस् है मेरो लिडरसिप, हिजो म एउटा फ्युनरलमा थिएँ, के अरे मलाई वचन बोल्ने मौका दियो, तपाईँहरू कजना विटनेसै हुनुहुन्थ्यो होइन। वचन बोलिरहँदा माथिल्लोपट्टिबाट यति बिघ्न गफ भएर थियो क्या, छतमा खाना बन्द गरेको छतमा, डरलाग्दो गफ। अनि मलाई थाहा थियो त्यो गफ गर्नेहरू नन होइन, क्रिस्चियनहरू थियो। फेरि मैले फर्केर गाली गरेन उनीहरूलाई, किनकि त्यहाँ मलाई गाली गर्ने अधिकार छैन। मलाई वचन बोल्न मात्रै बोलाएको, गाली गर्न बोलाएको होइन। मेरो कुरा बुझ्दै हुनुहुन्छ? मलाई वचन बोल्न मात्रै बोलाएको। अझ रिस त कहाँ उठ्यो भन्नुहोस् त। मेरो सेसन सिद्धियो, मैले त यो आन्द्रा बटारिएको नि भरि मेरो त्यो चर्को स्वरले बोल्नु पर्ने। एक त साउन्ड सिस्टम छैन, अर्कोतिर लाउड स्पिकरहरू वरिपरि बजिरहेको छ, मान्छेहरू बल्लेको बोलेको छ। अनि कति साह्रो पर्यो मलाई गस्पल त्यहाँनिर प्रिच गर्नु छ। तर पनि मैले मेरो धैर्यतालाई मैले कायम राखेँ। मैले 35-40 मिनट बोलिसकेँ, 2 बोतल त पानी खाएँ मैले है। अनि भलै पानी मैले आफै मागेर खानु पर्यो, मेरो त्यहाँ सबै टिम थियो र पनि त्यो पनि एउटा करेक्सन। तपाईँलाई पानी देऊ न, खाऊ न, ल्याउ न भनेर इसारा गर्नुपर्ने स्थिति थियो। तरै पनि मैले 2 बोतल पानी खाइसकेपछि अनि मलाई अलिकति सन्चो भयो। त्यस पछाडि हामी जङ्गलतिर लाग्यौँ अथवा बरियल ग्राउन्डमा लाग्यौँ। झन्डै 70 जना मान्छे थियो होला। अनि स्थानीय पास्टर बाउले बोल्न सुरु गर्नुभयो। बिचरा पास्टर बाउ सानो स्वरले है सुरु गर्नुभयो। अनि त्यहाँनिर 1, 2, 3टा क्रिस्चियनहरूको आफ्नो आफ्नो ग्रुप, बरु नन क्रिस्चियनहरू सुन्न सुरु गरे, क्रिस्चियनहरूले ग्रुप बनाए क्या। अनि त्यो ग्रुपलाई लिड गर्ने फेरि लिडर्सहरू थियो। बुझ्नुभयो? म चाहिँ नि यसरी घोप्टा परेर बसेको, केले होला? पवित्र रिसले। अनि मैले बेलुका प्रेमलाई भनेको थिएँ, त्यो गल्ती चाहिँ तिमीहरूले गरेको भए तिमीहरूको हालत के हुन्थ्यो होला त्यहाँनिर प्रेम? त्यो त अब अपराधै भइहाल्थ्यो नि, फुपा भनेर भन्दै त्यसले, पक्का हो त्यो त अब हामी त कल्पना पनि गर्न सक्दैनौँ नि भन्दै थियो, पक्का हो। किनकि म तिमीहरूलाई कराउँछु, किनकि म तिमीहरूलाई करेक्सन गर्न चाहन्छु नि, माया गर्छु।
तर सबैलाई कराई हिँड्ने मलाई अधिकार दिएको छैन। म एन्टायर 40-50 मिनट त्यहाँ पनि चुपचाप लागेर बसेँ। लिडरहरूलाई भेटेर पनि मैले तपाईँहरू के भएको के साह्रो गफ गरेको भनिनँ। मैले आफ्नो काम गरेँ, मैले गस्पेल प्रचार गरेँ, मलाई जेको लागि बोलाइएको थियो मैले गरेँ, अनि म ट्याक्कै खाना खाएँ, धन्यवाद भने, चल्दिएँ। अनि त्यसले गर्दा म खुसी छु। तर बेलुका घरमा आएँ, एक दुईवटा करेक्सन गर्नुपर्ने भयो। मैले मजाले हप्काएँ छोराछोरीलाई। हिजो छोरीदेखि बाउसम्मले गाली खाए। यहाँनिर गाली भनेको नराम्रो होइन, करेक्सनल गाली खा। त्यो एक ठाउँमा छ। तर गुप्त पापहरू गरेर, गुप्त दोषहरू गरेर हाम्रो जीवन बिताइरहेको छौँ भने यहाँनिर दाउदले भन्छ हामीले शुद्धताको लागि प्रार्थना गर्नुपर्छ। तपाईँले यो वचन सुन्दै गर्दा नि है, तपाईँ पर्सनल हुनुहोस्। यहाँ अब अहिले हामी ग्रुपमा छौँ, सायद ग्रुपमा सबै प्रेयर गर्न नमिल्ला, तर पर्सनल हुनुहोस् अनि प्रभुलाई भन्नुहोस्, प्रभु मेरो गुप्त पापहरू के छ, जो पाप मेरो बुढाले पनि जान्दैन, मेरो बुढीले पनि जान्दैन, मेरो छोराले पनि जान्दैन, मेरो छोरीले पनि जान्दैन, अधर्महरू। खास गरिकन म तपाईँलाई फेरि पनि भन्छु, मान्छेले सबैभन्दा बेसी पाप गर्ने नै केले हो? बोलीले हो। बोलीले हो। त्यस कारणले गर्दा मुनिले भन्छ 13 मा अहङ्कारका पापबाट आफ्नो दासलाई हटाउनुहोस्। हेर्नुहोस् त, घमण्डी, कपटी, सबैभन्दा डरलाग्दो अर्काको डाहा गर्नु, तिनीहरूको पो त्यस्तो छ र, त्यो पो त्यस्तो छ त, त्यसले पो त्यस्तो गर्यो त, म त ठिकै हो नि। अहङ्कार। आफ्नो गल्ती कहिले देख्दैन अरे मान्छेले क्या हो। अब निरजको इक्जाम्पल यहाँ भन्नु भएन, उसले साह्रो मजाको इक्जाम्पल भन्छ हामीलाई परिवारमा। हजुर हो, आफ्नो गल्ती कहिले देख्दैन, अरूकै मात्रै देख्छ मान्छेले। अनि उसले भन्छ अहङ्कारका पापबाट आफ्नो दासलाई हटाउनुहोस्, तिनीहरूको प्रभुत्व म माथि हुन नपाओस्, तर म सिद्ध हुँला र म ठुलो अपराधबाट निर्दोष हुँला। प्रार्थना 17 ले भन्छ साह्रो ब्युटिफुल कुरा, हे परम प्रभु मेरो चट्टान र मेरो उद्धारक, अब हेर्नुहोस् मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्। हेर्नुहोस् यहाँनिर अब मुखका वचन, अल्टिमेटली त कुरा के आयो? अब भनसङ्ग्रह 19 लाई आज हामी यहाँनिर समाप्त गर्दै गर्दा अल्टिमेट कुरा त के आयो? मान्छेले गुप्त पाप पनि केले गर्दो रहेछ? बोलीले गर्दो रहेछ। विचार र बोलीले बस्यो, अन्त दुनियाँभरको कुरा सोच्यो, त्यसले मैले त्यसो गरेको, त्यसलाई त म सिद्धियो कुरा। हेलो सुन्नुहोस् है, रेकर्डिङमा सुन्ने सबैजना, सबैजना त जब तपाईँको प्राइभेट लाइफ हुन्छ नि, त्यहाँ सन्चो बाँच्नुहोस् न। म त मेरो प्राइभेट लाइफमा मजाले इन्जोय गर्छु, मलाई मनपर्ने कुरा गर्छु, राम्रो कुरा सोच्छु। मलाई कसले के भने, फलानाले दियो भने, डिस्काले दियो भने त्यसलाई पक्रेर बस्दिनँ म, रिसाएर बुद्धबुतेर। त्यसले गर्दा म किन बिसन्चो हुनु? त्यसले मलाई भने त त्यसको कुरा हो नि, म फर्केर त्यसलाई त्यसो भन्दिनँ। जसले अशुद्ध बोल्छ, अशुद्धको हुन्छ, त्यो मान्छे हुन्छ, बोल्ने हुन्छ। तपाईँलाई मुखै छाड्यो कसैले, नराम्रो भन्यो तपाईँको बारेमा, याद गर्नु होला बाइबलले क्लियरली भनेको छ, तपाईँलाई भनेको छ अब तपाईँलाई त यस्तो भन्यो त त्यसले त, अथवा तपाईँले आफैले सुन्नुभयो, तपाईँले त्यसलाई विश्वास गर्नु भएन भने त्यो जसले नेगेटिभ बोल्यो नि तपाईँको बारेमा, त्यो नेगेटिभ कुरा उसकैमा फर्केर जान्छ। किनकि प्रभु भन्नु भने तिमी बोल्ने बित्तिकै अशुद्ध हुन्छौ, तिम्रो बोलीमा तिमी अशुद्ध हुन्छौ। त्यस कारणले गर्दाखेरि जसले अर्काको कुरा गर्यो त्यही कुराले नै अशुद्ध हुन्छ, उसले कुरा गरेकै कारणले गर्दा। मेरो कुरा बुझ्दै हुनुहुन्छ? तपाईँलाई कसैले नराम्रो भन्यो भन्दैमा बाइबलले भन्छ विश्वास चाहिँ सुनाइबाट आउँछ, नि सुनाइ चाहिँ केबाट आउँछ? परमेश्वरको वचनलाई मात्रै विश्वास गर्नुहोस् न। त्यसले के भन्यो फल्नाले त्यस्तो भनेछ मलाई, भने त्यसलाई जाइ लाग्नु, त्यसलाई झगडा गर्नु पर्ने कारणै छैन इसाईहरूलाई, कारणै छैन। अस्ति हाम्रो यहाँ स्टाफ मिटिङ थियो, केही करेक्सनहरू थियो, यो गर्नुपर्ने, यो गर्नुपर्ने। एकजना स्टाफले पटक्कै आफ्नो भुलै मान्दैन, होइन म त यस्तो भएँ गरौँ, मेरो त यस्तो हो। हेलो सर,
प्लिज सो सम क्रिस्चियन भर्च्यु, एउटा इसाई चरित्र देखाउनुस् न यहाँनिर। डोन्ट बी द रङ क्रिस्चियन। गल्ती भयो त सिम्पल कुरा, सर आई एम सरी, भइगयो। गल्ती पनि फेरि यस्तो खालको थियो कि उसले करेक्सन गर्नै पर्ने, जिन्दगीको कुनै पनि मोडमा जाँदा ऊ, यहाँ मात्रै होइन, जिन्दगीको कुनै पनि ठाउँमा उसले करेक्सन गर्नुपर्ने गल्ती हामी 3 जना बोसहरूले भनिसक्यौं, यता अरू स्टाफहरूले पनि कन्भिन्स भइसक्यो कि हो भनेर, ऊ मान्दैन त। अनि लास्टमा हामीलाई बिदा गर्नु कर लाग्यो, हुन्छ सर त्यसो भए हामी तपाईसँग काम गर्न सक्दैनौँ। अनि लास्टमा के अरे, तपाईले मलाई रङ क्रिस्चियन भन्नुभयो। यु आर रङ, एज अ क्रिस्चियन यु आर रङ। एउटा इसाईको रूपमा तपाईँ गल्ती हो। जुन इसाईले के भन्नु सक्दैन, सरी त भन्नु सक्दैन, माफ माग्नु सक्दैन, माफ दिनु सक्दैन, त्यो इसाई मुक्ति पाएको इसाई होइन भनेर त मैले वर्षौंदेखि सिकाएको होइन तपाईलाई। किनभने मुक्तिको मूलतः 4 वटा कुरा के हो? क्षमा, सङ्घाई, उन्नति र पुनर्स्थापना चाहिँ 3rd र 4th मा आउँछ नि त। पहिलो कुरा मैले के सिकाएँ तपाईलाई? क्षमा हो नि त। क्षमा देऊ न त। प्रभुले भन्नुभयो त हाम्रा अपराधहरू क्षमा गर्नुहोस्। कसरी? जसरी हामीले आफ्ना अपराधी भनेको चाहिँ हामीलाई गलत गर्नेहरूलाई पनि हामीले के गरेका छौं? त्यो गलत गर्ने बुढा होला, बुढी होला, छोरा होला, छोरी होला, ज्वाइँ होला, ससुरा होला, सासू होला, दाजु होला, भाइ होला, छिमेकी होला, जोसुकै होला। हाम्रो यहाँ कुरा गर्नुहुन्छ, 11 बजी राति मेरो छोराहरू जाँदाखेरि पाइप काटिरहेको हुन्छ, भरि 3-4 टुक्रा पानीको पाइप। चर्च, स्कुल, के हामी यहाँ के यहाँ यो घर के हामीले रङ कुरा खोलेर बसेको हो र? होइन त, होइन त। स्कुल छ, यहाँ चर्च छ। एक हिसाबले भन्नु भने सेमी अर्फनेजहरू आधा टुरा टुरी होइन। मेरो छोरी रुथ जसलाई मैले एडप्ट गरेँ यही टुरी हो त एक समयको। भले उसको मैले टुराको मेन्टालिटी छैन, हामीले उसलाई छोरी यो त टुरा टुरी बस्ने ठाउँहरू हो नि त। चर्च छ, स्कुल छ, एक टुक्रा होइन नि 4-5 टुक्राको छ पानीको पाइप। अनि तपाईँलाई भनिदिउँ, काट्ने मान्छे चिन्छौँ। त्यस्तै भए उहिले कहाँ पुर्याइसकेको? सिम्पल भन्नुहोस् न, थाना पुर्याइसकेको। पानीको पाइप काट्नु त डरलाग्दो अपराध हो नि, फेरि कोर्ट पो पुग्छ त, जेल हुन्छ मान्छेलाई, थाहा छ मान्छे। तर हामी के पनि गर्दैनौँ, प्रार्थना गर्छौँ नि, भन्छ प्रभु त्यो व्यक्तिले तपाईँ प्रभुलाई चिन्छ। एक दिन आफै भन्दै आउँछ, सर मै हो नि काट्ने भनेर। त्यति बेला तँ हो काट्ने, अब तँलाई काट्छु भन्दैन हामी। यस, प्रभुले मेरो पाप क्षमा गर्नु भएको छ, तपाईँलाई पनि प्रभुले क्षमा गर्नुहुन्छ, आउनुहोस् हामी सँगै प्रभुमा अगाडि बढौँ। जीवन यस्तो हुनुपर्छ। दिस इज कल्ड क्रिस्चियन भर्च्यु। क्रिस्चियन क्यारेक्टर हुनु पर्यो हाम्रो। बाइबल पढ्छ, वचन पनि बोल्छ, अन्य भाषामा बोलिहाल्छ, प्रार्थना पनि गरिहाल्छ। आमाम स्टेज दियो भने फेरि तपाईँहरू आमाम पुरै पनि गइहाल्छ फेरि उसको जिन्दगी। तर क्रिस्चियन भर्च्यु सानो एउटा क्षमा माग्ने, क्षमा दिने कुरामा मरिराखेको छ। नट क्रिस्चियन। सरी, यो मैले भनेको नि, परमेश्वरको वचनले भन्छ। म को हो तपाईँलाई जज गर्ने? तर क्रिस्चियन भर्च्यु देखिएन त्यहाँनिर, क्रिस्चियन क्यारेक्टर देखिएन भने तपाईँको जुन एउटा प्रब्लम छ, तपाईँ मुक्तिमा वृद्धि हुनु भएको छैन। यु आर नट ग्रोइङ इन द साल्भेसन। तपाईँ जहाँ थियो त्यही हुनुहुन्छ। प्रभुलाई पाएको दिन तपाईँ जहाँ थियो तपाईँ आत्मामा त्यही हुनुहुन्छ। यु हेभ नट ग्रोन, यु हेभ नट मच्युर्ड। एफिसी 4को 11, 12, 13, 14 अनुसार तपाईँ ख्रिस्टको कदसम्म, ख्रिस्टको स्टेचरसम्म तपाईँ वृद्धि हुनु प्रयास पनि गर्नु भएको छैन। हो, हामी सबै ख्रिस्ट जस्तो छैनौँ। ख्रिस्टको नापमा हामी मरेपछि मात्रै पुग्छौँ आत्मामा। यो शरीरमा त हामी ख्रिस्ट जस्तो सायद 100% बन्न सकिँदैन होला, तर प्रयास चाहिँ गर्नुपर्छ। आमेन। क्रिस्चियन लिभिङ इज लाइफ अफ ट्रायल्स एन्ड टेम्पटेसन। हामीले यो कुराबाट भएर जानै पर्छ, प्रयास गर्नै पर्छ, एटेम्प्ट गर्नै पर्छ। तर तपाईँ क्षमै दिन सक्नुहुन्न, तपाईँ क्षमा गर्नै सक्नुहुन्न, क्षमा माग्न सक्नुहुन्न, सरी भन्न सक्नुहुन्न, हैन? मान्छेलाई क्षमा बरु लु भइगयो नि त तिमीलाई भन्निस्, तर क्षमा माग्नु, सरी मेरो गल्ती भयो, मैले भुल गरेँ भन्न मान्छेलाई साह्रो। त्यसैले एज अ दाउदले हामीलाई सिकाएको छ गुप्त कुराहरू।
खास गरी विचार र बोलीबाट गरिने पापहरू हो। तपाईँ व्यभिचार गर्नुहुन्न होला, प्रभुलाई धन्यवाद। तपाईँ माप्नुहुन्न, प्रभुलाई धन्यवाद। तपाईँले हत्या गर्नु भएको छैन, प्रभुलाई धन्यवाद। तर हृदयभित्रको त्यो ढोङ्गीपन, त्यो हिपोक्रेसी, त्यो कप्तीपन, मैले भने नि अस्ति होइन, अब कतिजना सेवकहरू यस्तो छैन, जयमसी पनि गर्दैन, बाटोमा भेट्यो भने मन्टो पटाएर हिँड्छ, क्रिस्चियन। हजुर, जयमसी गर्नु, आशिष थाप्नु, हात मिलाउनु त परै जाओस्, अङ्गालो त कल्पनै गर्नु भएन, मन्टो बटाएर हिँड्छ। वेयर इज क्रिस्चियन भर्च्यु? के हो त्यो सेवकाईको मान्यता? कुन चाहिँ वचन पढिरहेछ उनीहरूले, कि वचनै पढिरहेको छैन? एकजना भाइले भने जस्तो, होइन भाइ कुन बाइबल पढ्छ भनेको, दाजु बाइबलै पढ्दैन त यस्तो भए त पढ्ने भए त बुद्धि होला नि भन्थ्यो। ठिकै हो फेरि कुरा। सो सम क्रिस्चियन भर्च्यु भएसँग 19बाट सिक्नुपर्ने कुरा यो, हाम्रा आवाजहरू साइलेन्ट हुनुपर्छ। अचम्मको बाइबल, द्याट इज बाइबल, हाम्रो बोलीहरू चुपचाप हुनुपर्छ। अर्को कुरा सिक्यौं कि परमेश्वरको वचनभन्दा माथि के पनि छैन। अनि तेस्रो कुरा हेर्यौं है, हाम्रो विचार र हाम्रो बोलीलाई शुद्ध राख्नुपर्छ। अनि यति बेला आज बिहानी मैले तपाईँलाई गर्ने एन्करेज के हो भने, यो 31 मिनटको शिक्षामा तपाईँ पर्सनल हुनुहोस्। अनि एकछिन यही पनि तपाईँले छेउको साथीलाई सुनाउनु पर्दैन, पर्सनल हुनुहोस्। अनि प्रभुलाई भन्नुहोस्, प्रभु मेरो विचारलाई शुद्ध गरिदिनुहोस्, मेरो विचारमा मैला छ, फोहोर छ, तिक्तता छ, तितोपन छ, अनफर्गिभनेस, क्षमाहरू लुकेर बसेको छ, चोट लुकेर बसेको छ। म यति बेला सफा गर्न चाहन्छु, म शुद्ध हुन चाहन्छु। मेरो विचारमा, मेरो बोलीमा प्रभुले सहायता माग्नुहोस्। सबैजना भएर प्रभुले सहायता माग्नुहोस्।